पुरानाले त सक्दै सक्नुहुन्न, नयाँले अब फेरि अर्को ढोङको राजनीति गर्दै हुनुहुन्छ भने तपाईहरुका नकाब खोल्न म आएको छु। नकाब खोल्छु, तपाईहरुको मुकुण्ड खोल्छु। म आम जनसमुदायलाई भन्छु, यो मुकुण्ड उतारेर भन्छु र को ठिक रहेछ भनेर तपाईले जज गर्नुस्। त्यो वातावरण ल्याउँछौं हामी, त्यो वातावरण ल्याउँछौं। 1 2 3 ल्याउँछौं। तपाईहरुका देश हुन्, ठगका देश हुन्, अपराधीका देश हुन्। यो छोड्दिनुस्। रोजगारीलाई उसको कुरा त धेरै ल्याउन सकिन्छ। रोजगारीका कुरा यहाँ अहिले भनियो, सरसफाइका कुरा, पर्यटन हब बनाउने कुरा, खोला नाला खोल्ने कुरा। म तपाईलाई एउटा उदाहरण दिन्छु खोला नाला भन्नेमा। यो खोला नालाको छेउमा बाटो चढाउँदाखेरि म ट्राफिकको डिजाइन लानुहोस्, डोजर र क्रेन भट्टाबाट हान्नुहोस्, बाटो खोल्नुहोस्। जहाँ चाहिँ काठमाडौँमा जान्छ के क्यापिटल सिटी, के का मेयर, के हो क्यापिटल सिटी, कस्तो हुनुपर्छ राजधानी हामीलाई थाहा छैन, तपाईलाई थाहा छैन। न गाडी राम्रोसँग गुड्न सक्छ, न राम्रो स्वच्छ हावा पाउन सक्छ। संसारभरिमा पोल्युटेड सिटीमा काठमाडौँ भनेर आइरहेछ। हेर्नुहोस् न, तपाईले राखेका घोषणा पत्रहरू कति भए त्यो हेर्नुहोस्। गफ दिएर आउने, सोशल मिडियामा कोही आफ्ना पैसा राखेर, सरकारी पैसाहरू दुरुपयोग गरेर सोशल साइट्सलाई चलाएर अरूका सोशल साइट्स ह्याक गरेर आफै मात्र नेता बन्न खोज्ने। छोडिदिनुहोस् अब दिवा सोक्न। स्टप इट, छोड्नुहोस्।